आज चाहिँ धेरै पछि हामी कहाँ घुम्न निस्क्यौँ त? सो हाई गाइज, माई नेम इज रच्चु अनि म चाहिँ बहिनीसँग घरबाट निस्किन लाग्दैछु। कहाँ निस्किन लाग्दैछु भनेर तपाईँहरूलाई भन्ने नै छु। मेरो बहिनी चाहिँ टिकटक बनाउन रेडी गर्दैछिन्। अब रेडी भइसकेपछि एउटा टिकटक त बनता है। अनि टक्क हामी चाहिँ टिकटक सिकटक बनाइसकेपछि घरबाट निस्केपछि ब्याङ्कमा गइरहेछु। 2 पैसा पकेट खर्च, गाडी भाडा नि छैन भन्ने कारण यति धेरै गाडी भाडा चाहिँ नभन्नु होला होइन। यो चाहिँ मलाई बाबाले दिनुभएको पैसा खर्च भनेर। अनि त्यस पछाडि पैसा निकालेपछि हामी गयौँ माइक्रो चढिसकेपछि हामी कहाँ जाँदैछु तपाईँहरू पनि हामीसँगै आउनु होला है। टक्क हामी पुग्यौँ इन्द्रचोक पुगिसकेपछि गर्मी एकदम धेरै थियो क्या, भिड धेरै 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 थियो। अनि लस्सी खानातिर लग्यो, फेमस लस्सी। तपाईँहरूले कसले खानु भएको छ यहाँ इन्द्रचोकको फेमस लस्सी? हामीले चाहिँ 60 रुपियाँ हालको लस्सी ल्यायौँ, मिठो थियो, रिफ्रेसिङ लस्सी खायो है। अनि हल्का गर्मीलाई इन्हेन्स गरे लस्सी खाइसकेपछि हामी फेरि गयौँ बसन्तपुरतिर। अनि हामीले 2 बहिनीलाई भेट्यो है, मेरो साथीहरूलाई भेट्यो। ऊ चाहिँ भर्खर बाहिरबाट आएको थियो, एक बहिनी चाहिँ मेरो बहिनी हो। अनि हामी भेटघाट भइसकेपछि चाहिँ खाजा खानातर्फ लग्यो। हामी बसन्तपुरको चट्टामारी गयौँ खाजा खानालाई है। को जानुभएको छ यहाँ कमेन्ट गर्नु होला। अनि त्यस पछाडि चट्टामरी हेर्नु न गाइस, चट्टामरीको बिजोग त्यो चट्टामरी मलाई मिठै लागेन हो। मेरो चाहिँ अल टाइम फेभरेट मोमो खाएँ मैले, घपको आँखा चिन्देर हो। मोमोसम्म खाइसकेपछि हामी बसन्तपुर एरिया हल्का घुमघाम गऱ्यो। अनि घुमघाम गरेपछि आजलाई यति नै साथी।